नमस्ते वेलकम टु आवर च्यानल सो हामी चाहिँ भर्खरै उठेर मुखसुख धोएर रेडी भएर बसिसकेका छौँ अनि आज चाहिँ हामी घरमा अलिअलि काम छ अनि हामी आज बाहिर जाने भन्दै छौँ सो हामी चाहिँ अब खाना खान जान्छौँ अनि हेरौँ के हुन्छ हेर्दै गर्नु होला हाम्रो भ्लग यो चाहिँ हाम्रो सानो किचन हाम्रो घरदेखि चाहिँ देखिने भ्यू पर सबै काठमाडौँ हो अनि हामी चाहिँ अब खाना खान्छौँ बबिता चाहिँ खाना पस्किँदैछ हेर्दै गर्नु चाहिँ हाम्रो बिहानको खाना ब्रेकफास्ट चाहिँ अघि खाइसकेको हामीले यो पोर्क र पोर्कको झोल हेलो गाइस हामी चाहिँ अब भाटपाडा जान लाग्यो सो अघि त डेन्जर पानी परेर जाडो पर्ला थियो यस्तो बक्लो ज्याकेट लाग्यो तर अहिले त पानी नै परेन कि हामीले चाहिँ माइक ल्याउनु बिर्सियौँ हामीले खानासाना खाएर एकछिन रेस्ट हल्ला होइन कि एकछिन रेस्ट गरेर अहिले चाहिँ हामी भाटपाडा जानु लागेको सो हामी भाटपाडा गएर बाई 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 तिमीलाई कस्तो लागिरहेको छ गाइस मलाई एकदम गर्मी भएको छ बिकज अफ दिस पोखरा भएको भए चाहिँ लाज लाग्थ्यो नचिनेको लाग्दैन क्या पाल्दै थाहा होला नि बाल लिन पनि हुँदैन र बाल दिल पनि हुँदैन या एकछिनमा भेटौँ है सामानहरू हेर्दै गर्नु होला तर हामीले बिर्स्यौँ के लिनु पर्ने बबिताले चाहिँ यहाँ सामान हेर्दै छ अनि यहाँ चाहिँ यति हेर्दैछु म चाहिँ हेर्दैछु मेरो साथीहरू अरू चाहिँ हामीले अघि सुरु फर्स्ट दिनमै हामीले बिग मार्टदेखि चाहिँ आधी सामान ल्याइसकेको अनि यहाँ चाहिँ अहिले सकेको हेर्दैछौँ गाइस अब चाहिँ हामी खाजा खाएर रुमतिर जान लाग्यो सो त्यही हो अब हामी रुममा गएर बोल्छौँ ल गाइस हामी चाहिँ अब घर आइसक्यौँ घर आएर चाहिँ पुरा कपडा चेन्ज गरिसक्यौँ गाइस मैले चाहिँ बाई वान गेट वान फ्रीमा पाएको साथीहरू अहिले चाहिँ हामी झाउ लागेर यसरी पल्टिरहेको छौँ मोबाइल हेर्दै बसिरहेको छौँ अल्छी लागिरहेको छ एकछिनमा भेटौँला है त केही भयो भने म क्याप्चर गर्छु हेलो गाइस हामी चाहिँ फेरि आइसक्यौँ र हामी आएर थाहा छ अल्छी नगरी रोटी बनाएर नि भइसक्यौँ यस्तो फुर्तिलो हुनुपर्छ हामी जस्तो हामी हजुरहरूलाई देखाउँछौँ है त गाइस यो चाहिँ रोटी मैले बनाएको यस्तो दामी दामी रोटी यो ख्यान्से एन्ड यो चाहिँ फिस यो चाहिँ तरकारी अब चाहिँ हामी थोरै खाना खाइसकेपछि अब थोरै ओट्स खान लाग्छौँ ओट्स जस्तै बनाऊँ कि ओट्स बनाऊँ के बनाऊँ जे भए पनि खान लागेको छ सो बाई बाई हेर्दै गर्नु होला तपाईँहरू हाम्रो भ्लग गाइस हामी चाहिँ ओट्स पनि खाएर आइसक्यौँ सो अब चाहिँ हामी यहीँ बाई बाई भन्न चाहन्छौँ किनकि अब हाम्रो सुत्ने टाइम भयो हाम्रो भ्लग हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद यसै गरी माया गरिदिनु होला र यो भिडियोलाई हेरिसकेपछि लाइक कमेन्ट गरिदिनु होला सब्सक्राइब बाई बाई।